नमस्ते बुद्धिस्ट सोसाइटी नेपाल युट्युब च्यानलको नयाँ श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई फेरि स्वागत छ। आज पनि एउटै भिडियोमा 4 दिनको योग फल शुभ अशुभ सायदको बारेमा महत्त्वपूर्ण जानकारीमूलक भिडियो लिएर यहाँहरूमाझ उपस्थित भएको छु। आशा छ यस भिडियोद्वारा यहाँहरूले आध्यात्मिक लाभ लिनुहुनेछ। यदि तपाईँ हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला, ताकि हामीले अपलोड गर्ने हरेक भिडियो सबभन्दा पहिला तपाईँसम्म पुग्न सकोस्। त्यसरी नै लाइक शेयर कमेन्ट पनि गर्न नभुल्नुहोला। अब सुरु गरौँ। 2081 चैत्र 17 गते आइतबार, तदनुसार मार्च 30 तारिक पर्दछ। टिबेटन 2 महिनाको 1 गते पर्दछ। यो दिनलाई प्रतिपदा भनेर पनि भनिन्छ मित्रहरू। र यो दिन फलाम धातु र बाँदर वर्गको दिन पनि पर्दछ। अब यो दिनको योग फल चाहिँ कस्तो रहेछ त भन्दा मेछु भन्ने परेको रहेछ। मेछु भनेको अग्नि र जलको अनि योग भएको दिन। अब यसको फल चाहिँ कस्तो रहेछ भने मेछु ठेबे छिबे जुर्बे स्रोठोक्जे भन्छ नि। अग्नि र जलको योग भयो भने मृत्युको योग हुनेछ। अब मृत्युको योग भएकै कारणले अनि त्यसले चाहिँ नि आयु प्राणहरू हरण गर्न सक्छ भनेर बताएको छ। यो धेरै नै नराम्रो योग हो भने चिन्ह चाहिँ यो दिनमा डोन भन्ने परेको रहेछ मित्रहरू। डोन भन्ने चिन्ह परेको दिनमा चाहिँ मुख्य हामीले पाहुनाहरू बोलाउनु भएन, हामी पनि पाहुना जानु भएन हैन। पाहुनाहरू बोलाउने जाने कार्य चाहिँ यो दिनमा बिल्कुल गर्न मिल्दैन, यो डोन परेको दिनमा। भने यो दिनमा केश काट्न पनि राम्रो छैन मित्रहरू। यो दिनमा केश काटेमा आयु छोटो हुने, आयु धेरै नै छोटो भएर जाने भएको कारणले केश काट्ने काम चाहिँ गर्नु हुँदैन। अब दोस्रोमा तपाईँको 2081 चैत्र 18 गते सोमबार, तदनुसार मार्च 31 तारिक पर्दछ। टिबेटनको 2 महिनाको 2 गते है, जुन दिन द्वितीय पनि हो। र यो दिन जल धातु र अनि चरा वर्गको दिन पर्दछ। अब योग चाहिँ यो दिनमा दिउँसो 1:49 चाहिँ छुइँ भन्ने पर्दछ। छुइँ भनेको 2टा जलको योग पर्दछ। त्यस पछाडि चाहिँ तपाईँको छुलुङ भन्ने पर्दछ। अब 2टा जलको योग चाहिँ 2टा जलको योग हुँदा चाहिँ त्यसले कस्तो खालको फल दिन्छ त भन्दा अब छुइँ नाङ्रे दुजी ज्वर भन्छ नि त हैन। दुजी ज्वरबे छेतो फेल भन्छ कि यो चाहिँ अमृतको योग हो रे। 2टा जल टक्का हैन योग भयो भने ठ्याक्कै अमृत बन्छ अरे क्या। यो अमृतको योग हो। अमृतको योग परेको कारणले अनि आयु, बल, शक्ति, पावर, ताकत है जे भनौँ यी एनर्जीहरू चाहिँ एकदमै वृद्धि हुन्छ भनेर बताएको छ। र त्यसपछि चाहिँ छुलुङ भन्ने पर्दछ है। त्यो छुलुङ पर्ने बेला चाहिँ मिठो जोर सेनर्जे भन्छ नि त फेरि। त्यो छुलुङ भनेको चाहिँ जल र फेरि वायुको योग। जल र वायुको योग भयो भने चाहिँ नि त्यो चाहिँ अप्रिय है, अप्रियको योग हो, अस्वस्थको योग हो हैन, प्रतिकूलताको योग हो। यी योग परेको कारणले सेनर्जे हुन्छ अरे है। बोझन धन क्षय भएर सिद्धिएर घटेर जाने हुन्छ अरे है। यसरी हामीले योगहरू पनि थाहा पाउनु पर्ने हुन्छ। यो दिनमा चिन्ह चाहिँ के परेको रहेछ त भन्दा छोङ भन्ने परेको रहेछ। छोङ भन्ने पर्दाखेरि मूलत हामीले नयाँ व्यापार व्यवसायहरू प्रारम्भ गर्नु मिल्दैन।
अब दैनिकी सधैँ गरिरहेका हामीले जुन व्यापार व्यवसायहरू छन्, अब त्यो त गर्नै पर्यो। अब नयाँ नयाँ व्यापार व्यवसायहरू सुरुवात गर्नु उचित हुँदैन यो छङ परेको दिनमा, यो पनि थाहा पाउनु जरुरी हुन्छ। अब केस काट्न चाहिँ के छ त यो दिनमा भन्दा राम्रो छैन रे। यो दिनमा केस काटेमा रोग बिमार चाहिँ नि एकदमै बढेर आउँछ रे, होइन? रोगहरू बिमारहरू बढेर आउँछ, होइन? त्यसपछि हामी रोगी भएर बस्नुपर्ने हुन्छ। त्यो भए हुनाले यो दिनमा केस काट्नु मिल्दैन। अब त्यसरी नै 2081 चैत्र 19 गते मङ्गलबार तदनुसार अप्रिल 1 तारिक पर्दछ मित्रहरू। हाम्रो टिबेटियन 2 महिनाको 3 गते पर्दछ यो दिन, होइन? तृतीया पनि भन्छ नि। अनि कार धातु कुकुर वर्गको दिन पनि हो। अब यो दिनको योग फल चाहिँ कस्तो रहेछ त भन्दा अब मध्याह्न 12:15 चाहिँ मेलुङ भन्ने पर्दछ। त्यसपछि चाहिँ मेङी भन्ने परेको छ, है? मेलुङ भने चाहिँ अग्नि र वायुको योग भएको, र अग्नि र वायुको योग भयो भने चाहिँ तोप्देन जोर भन्छ क्या। बल शक्ति तागतको योग हो यो योग परेको कारणले चाहिँ नि अनि टासिजे भन्छ, यसले चाहिँ फल चाहिँ मङ्गल प्रदान गर्दछ अरे, है? फल चाहिँ अत्यन्तै शुभ र मङ्गल प्रदान गर्ने रहेछ यो अग्नि र वायुको योग पर्दा। र त्यसपछि चाहिँ दिउँसो तपाईँको मेलुङ पछि मेङी भन्ने पर्दछ। मेङी भने 2टा अग्नि जोड्यो भने चाहिँ 2टा अग्निको योग भयो भने चाहिँ के हुने रहेछ त भन्दा मेङी नाङ्डे फेलगुर्जेर भन्छ के। फेलगुर्जेरबे झेगोइङे भन्छ क्या। यो चाहिँ एकदमै वृद्धिको योग, होइन? हरेक कुराहरू छ नि त तपाईँको बढावा हुने, आध्यात्मिक वृद्धि हुने योग भएको कारणले अब यो योगले चाहिँ झेगोइङे भन्छ क्या। भोजन लाउने वस्त्र इत्यादि इत्यादि चाहिँ नि तपाईँको अत्यन्तै बढेर जाने भएको कारणले यो 2टा अग्नि योग भएको योग पनि धेरै नै राम्रो योग मानिन्छ। यस्तो योग परेको रहेछ भने यो दिनमा केस काट्न चाहिँ कस्तो हुन्छ त भन्दा केस काट्न मिल्छ कि मिल्दैन भन्दा केस काट्न चाहिँ एकदमै राम्रो छ भन्छ। यो दिनमा केस काटेमा धनी हुने भनेर बताएको छ, है? अब धनी हुने रहर त सबैलाई हुन्छ, होइन? कसलाई हुँदैन धनी हुने रहर। त्यसैले यो पनि सायद मिलाउन जान्नुपर्ने रहेछ नि त। केस काट्ने कुरा, नुहाउने कुरा, हरेक कुरा चाहिँ तपाईँको यसरी चाहिँ नि योग शुभ सायद अशुभ सायदहरू सबै हेरेर हामीले चाहिँ नि गर्नुपर्ने रहेछ। अब यस्तो कुराहरू चाहिँ हामीले नमिलाउँदाखेरि चाहिँ कहिलेकाहीँ हामीले चाहिँ नि फाइदाभन्दा बेफाइदाहरू बढी नै बेहोर्नु पर्ने कारणहरू चाहिँ यिनै कारण हो भनेर बताइएको छ। अब त्यसरी नै 2081 चैत्र 20 गते बुधबार तदनुसार अप्रिल 2 तारिक पर्दछ मित्रहरू। हाम्रो टिबेटियनको 2 महिनाको 4 गते चतुर्थी पनि पर्दछ यो दिन। यो दिनमा अग्नि र सुँगुर वर्गको अग्नि धातु सुँगुर वर्गको दिन पनि पर्दछ। अग्नि र सुँगुर वर्ग भन्छ नि, प्रत्येक दिनको पनि वर्ग हुन्छ, प्रत्येक दिनको पनि धातु खाम हुन्छ। त्यति मात्रै होइन, तपाईँको घण्डको खाम धातु हुन्छ, महिनाको पनि हुन्छ, वर्षको पनि हुन्छ, होइन? त्यसैले गर्दा यो चाहिँ दिनको कुरा हो। अग्नि धातु सुँगुर वर्गको दिन पर्यो भनेर बुझ्नुपर्छ। र यो दिनको योगफल चाहिँ कस्तो परेको रहेछ भने मेछु भन्ने परेको रहेछ। मेछु भनेको त अघि नै मैले भनिहालेँ, अग्नि र जलको फेरि योग भयो। अग्नि र जलको योग भयो भने चाहिँ नि फेरि त्यो चाहिँ मरणकै योग हो, है? मृत्युकै योग हो। त्यसैले गर्दाखेरि यो योगले चाहिँ प्राणहरण हुने
र अनि आयु घट्ने, प्राणै जान सक्नेसम्मको चाहिँ नि फल दिन्छ भनेर बताएको हो है। अब यो कुराहरू थाहा पाउनु पर्यो तपाईँ हामीले। यस्तो कुराहरू थाहा पायो भने चाहिँ हामी सचेत हुन्छौँ, सजग हुन्छौँ, हामीले यी कुराहरूलाई मिलाइरहेका हुन्छौँ। हरेक कामहरू गर्दा तपाईँ हामीले कुनै न कुनै काम गरिरहेकै हुन्छौँ होइन। त्यसैले गर्दाखेरि अब यो कुराहरू चाहिँ थाहा पायो भने धेरै नै फाइदा हुन्छ, हामी जोगिन सक्छौँ नि त। अब यो दिनमा चाहिँ फेरि चिन्ह के परेको रहेछ त भन्दा उल भन्ने परेको रहेछ, मक भन्ने पनि परेको रहेछ। उल भनेको चाहिँ तपाईँको चिन्ह पर्दाखेरि त्यो दिनमा चाहिँ धन सम्पत्ति कसैले नदिनु रे भन्छ। हामीले धन सम्पत्ति सरसापट दिन्छन्, कसैले दिन्छ नि त हो। यी कुरा चाहिँ त्यो दिनमा चाहिँ दिनु भएन होइन। यदि दियो भने चाहिँ त्यो धन सम्पत्ति त्यो फर्केर नआउन सक्छ, घाटा हुनसक्छ होइन। त्यो धन सम्पत्ति कसैले फेरि फिर्ता नदिने भएको कारणले चाहिँ फेरि नोक्सान भइजाने भएको कारणले यो दिनमा धन सम्पत्ति चाहिँ हामीले बाहिर नदिँदा राम्रो। उल भन्ने पर्दा यो अशुभ मानिन्छ भने मक भन्ने पनि परेको छ। मक भन्ने पर्दाखेरि चाहिँ विशेष गरी सैन्य होइन, फौजीको भर्ती गर्ने र त्यस्तै गरी चाहिँ मुद्दा मामिलाहरूको कार्यहरू गर्ने, कसैले मुद्दा हाल्ने कामहरू गर्छन् त, ती कामहरू चाहिँ नि त्यो दिनमा नगर्दा हुन्छ होइन। मक भन्ने परेको बेलामा त्यस्तो कार्यहरू चाहिँ गर्नु भएन। गऱ्यो भने चाहिँ राम्रो हुँदैन, फाइदा हुँदैन। अब केस काट्न चाहिँ त्यो दिनमा कस्तो रहेछ त भन्दा राम्रो भन्छ। त्यो दिनमा केस काट्यो भने चाहिँ फेरि तेजस्वी हुने भन्छ। तेजस्वी होइन, यो अनुहार तेजस्वी हुन्छ नि हाम्रो शरीर हो, त्यो भएको कारणले केस काट्न चाहिँ राम्रो छ भनेर बताएको छ। मैले सरसर्दै यो एउटै भिडियोमा 17, 18, 19, 20 सम्मको यो फल शुभ अशुभ सायदको बारेमा यहाँहरूलाई आफूले जानेको बुझेको सम्म प्रस्तुत गरेँ। केही कमी कमजोरी भएको खण्डमा सल्लाह सुझावको अपेक्षा पनि गर्छु। पुनः यस्तै खालको सन्देशमूलक जानकारीमूलक भिडियो लिएर आउने नै छु। तबसम्मको लागि बिदा चाहन्छु। नमस्कार। भवतु सर्वमङ्गलम्।